हौ केटा, उठ्ने बेला भएन तेरो? यस्तो पाराले के गरी खान्छस् हौ? आपा, तपाईले अझै मेरो कुरा पत्याउनु भएको छैन? मैले के पत्याउनु तेरो कुरा? अलिक हुने कुरा पनि गर्न। तपाईले नै मेरो कुरा नपत्याएर अरु कसले पत्याउँछ भन्नु त? म भित्र जे भिजिरहेको छ मैले त त्यो पो भनेको त तपाईलाई। घरकै मान्छेले कुरा नपत्याएपछि अरूले कहाँ पत्याउँछ हौ? यो चाहिँ हाम्रो दरबार ल। त चाहिँ यो दरबारको राजा, म चाहिँ रानी ल। अरूले सुन्दा पनि विश्वास गरोस्। त्यसो नभन्नु न आपा। मेरो एउटा कुरा बुझ्ने तपाईँ त हो नि। समाजले त हाम्रो कुरा पत्याउँदैन। समाजले हामीलाई स्वीकार्दैन। कम्तीमा तपाईँले त मेरो कुरा बुझिदिनु। तँलाई तेरो ग्रहले फिरलेको जस्तो छ। त्यो पारिपट्टि मैले एकजना झाँक्री चिनेको छु। भरे बेलुका बोलाएर ल्याउँछु। अनि भरे के गरौँला? हौ दाजु, बेला पनि निकै भइसकेछ। उता घरमा पनि छोरा एक्लै छ। फेरि केही गाह्रो भयो भने त हामीलाई पो गाह्रो पर्छ हौ। अब अलिक छिटो गरेर जानुपर्छ हौ दाजु। हौ दाजु, ल अब छिटो गरेर पो जाउँ हौ। भाइ, तिमीलाई डर लाग्दैन? अलि खोला नालाको बाटो छ, घाटोहरूको बाटो छ, डर लाग्दैन भाइ? हौ दाजु, यो खोलालाई चाहिँ भुत्तेनी खोला किन भनेको रहेछ हौ? भूतको तरुण चन्देर खेल्दो रहेछ यो खोलालाई, अनि भुत्तेनी खोला भन्दो रहेछ। हौ दाजु, बल्ल बल्ल पो आइपुग्यो।
नानी हो, म बिरामी हेरिसक्यो, अक्षता ल्याउनु त। लो नानी यो अक्षता छुएर चाहिँ एकपल्ट जखाना हेर्नु पर्यो। के हो हावा पो चल्छ के हो, डाँडा डाँडा घर छ के हो। यहाँ त के पो हावा त चल्नु पर्ने, रुख बिरुवाहरू छेल्नु पर्ने हो। के पो यहाँ त एक्कासी हावा चल्यो। नानी जोखान त अलिक साह्रो साह्रो पो छ त। कहिलेदेखि बिरामी भएको हो नानी? म जानेसम्म यताउता गरिदिउँछु नानी, राम्ररी बस ल। हे जङ्गल मङ्गलको धनी भयो नि, हे लाल बेलालाई तिमीले शीतल गरी ल्याउनु। तिमी गाउँ बेला डुल्दाखेरि पो तिमीलाई खोलाबारी डुल्दा पो न्यौ। तिमीलाई रिसाबोको खाबो तिमीलाई लागिआयो क्यो। दियो धुधो बाला दियो, हामी धामी जातिको धुपौरे भइकन तिमीलाई सोझै बुझै ल्याउँदै देउँछु न्यौ। अलिकति छाया पो परेको जस्तो छ है नानी तिमीलाई त। यो भूत भुतेनीको चाहिँ सतुर मितुर भने जस्तै यो सोल्टा सोल्टिनी पो पऱ्यो कि हौ नानी। र पनि जानेसम्म त म गर्दैछु है नानी हो। डाँडा काँडामा तिमी डुल्दै घुम्दै जाँदा नि हो। तिमी गाई चौरी गोठा, तिमी गाई गोठा घुम्न जाँदा पो तिमीलाई देउ देउता पो लाग्यो क्यौ बाबु। त्यो चामल खाए जस्तो गर्दा त नानी ल खायो नानी, ल अब छोड्दै जान्छ है। नानी अलि उता साह्रो तिमी अब धेरै शीतल हुनु जान्छ है नानी, आराम गर है। मेरो नानी हो, धामी झाँक्रीले जे देखे त्यही भन्नुपर्छ। हामीले चाहिँ अब तपाईँहरूले नढाँटिकन भन्नुपर्छ र हामीले पनि नढाँटी भन्नुपर्छ नानी हो। अनि हामीले राम्रो गरेन भने
हामी देवदेवताले गुरुहरूले पनि अलिकति दुःख दिनु चाहन्छ। हेर भाइ, यो नानीको जिउ मैले खोलिदिएको छु बिरामीको। भोलिदेखि धेरै आराम हुनु जान्छ। बिरामीलाई कस्तो खालको ठिक हुन्छ अर्को भिडियो हेर्नु नभुल्नु होला। दानी हो।